यति बेला म भोजुङ घरमा छु ल भोजुङ घरको भोजुङ गाउँ डुलम है त ल भोजुङ गाउँ डुल्न सक्नुहुन्छ यस्तो राम्रो रहेछ एस्थेटिक रहेछ भरतपुर 9 मा छ यो भोजुङ घर भोजुङ घरमा के छ भनेर म सर देखाउँछु है लेट्स सी अब चाहिँ भोजुङ घरमा यहाँनिर यो गौतम बुद्धको मूर्ति त्यस्तै गरी विभिन्न यो अलिकति भरतपुर चाहिँ गर्मी भएकोले भित्रपट्टि छिर्दा चाहिँ अलि शीतल शीतल महसुस हुँदो रहेछ अनि अलिकति यो गुरुङ कल्चरलाई चाहिँ प्रमोट गर्ने खालको जस्तो मलाई लाग्छ यहाँ यो भोजुङ घरको यो घर छ यहाँ हैन अनि यो घरमा चाहिँ मकैहरू पनि राखिएको छ यता अनि स्पेशली चाहिँ यता यो विभिन्न खालको कल्चरल कुराहरू भित्र राखिएको छ है त क्यामेरा घुमाउन मिलेन तर म यसरी नै देखाउँछु चरेसको थालहरू करुवाहरू विभिन्न किसिमका त्यो ठेकी जस्तो चिजहरू छ है गुरुङ कल्चर एकदम कल्चरमा चाहिँ गुरुङ कल्चर निकै रिच